15 गतेसम्म तालिम लियौँ। अब सम्पूर्ण हाम्रो पालिकाबाट पाल्नुहुने र यस वडाका प्रतिनिधिज्यू र विभिन्न राजनीतिज्यू समाजसेवी सबै मेरो जुलमेर सुनवारको तर्फबाट सम्पूर्णमा स्वीकार्न एकमुष्ट नमस्कार। र त्यो सिपहरू लिएर दिनुहुने हाम्रो पालिकाको बिहानदेखि खटेर आफ्नो काम गर्न सकेर यहाँ आउन सक्नु भएको छैन। यसलाई समयमा जानुभयो र यहाँ उहाँहरू लथालिङ तरिकाले अब आउनुहुन्छ, गफ गर्नुहुन्छ, यहाँ सामग्री छैन कुन कसैले भन्ने कुराहरू पनि अल्मल गर्दै उहाँहरूले आफ्नो कामहरू गरिरहनु भएको छ। यसमा हाम्रो वडाध्यक्षको कमजोरी हो, यहाँ सदस्यहरूको पालिकाको कमजोरी। यस्तो तालिम त दिनुभयो, हाम्रो बजेट हो, यहाँ कसैको कतैबाट आएको त्यस्तो होइन। तर यहाँको जनता र यहाँको सिपमूलक यहाँका दिदीबहिनीहरूको लागि खटाउनु गयो, तर व्यवस्था तरिका भएन। यहाँ उहाँ हाम्रो प्रशिक्षक उहाँले जहाँ भए पनि अर्को शिक्षकको उहाँले जिम्मेवारी लिनु भएको थियो, तर उहाँ एकचोटि पनि फर्केर आउनु भएको छैन। होइन, यो के यस्तो तरिकाले पनि उहाँले सिक्नु भएको छैन। त यो थोरै जान्नुभयो तर बिर्सिसक्नु। यो अलिकति राम्रो तरिकाले चाहिँ म दिनको एकचोटि यहाँ आउँछु, हेर्छु, तर उहाँहरू अब कोही बेला अलमल पर्नु भएको छैन। सिक्ने मान्छेहरू पनि सिकाउने मान्छेहरू उहाँ जानुभयो, तर जिम्मेवारी व्यक्तिहरू पनि एकचोटि पनि फर्केर आउनु भएको छैन। कति बजेट खर्च भयो, कति यहाँ खाजाहरू पनि उहाँले राम्रोसँग खान पाउनु भएको छैन। यस्तै तरिका यो खाजाहरूको व्यवस्था होला खटाउनु भएको छ। कतिको एकजना कतिको लागि कति आएको छ, खर्च भएको छ। होइन, उहाँहरूले कोही बेला बिस्कुट एउटा बिस्कुट खानुभएको छ, बाहिर एउटा पानी ल्याएर खानुभएको छ, कोही बेला एउटा चौचो पकाएर ल्याएर खानुभएको छ। यहाँ 11 बजी 4 बजीसम्म 5 बजीसम्म पक्नु भएको छ। त्यसपछि पनि उहाँहरू जानुभयो, उहाँ प्रशिक्षक गएपछि उहाँहरू आउनुहुन्छ, कोही बेला खाजा खानुभयो, कोही बेला यहाँसम्म आइदिनु हुने जिकुतामकोशी गाउँपालिकाका अध्यक्ष एवं यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय केशव मोहनज्यू। त्यसै गरी यस कार्यक्रमलाई महिलाहरूलाई माथि उठाउनुपर्छ। महिलाहरू बिना कुनै विकास सम्भव छैन भन्ने तपाईँहरूको मायाले यस जोडागाउँसम्म एउटा आफ्नो सानो बच्चा चेपेर तपाईँलाई माया गरेर आउनुहुने जिकुतामकोशी गाउँपालिका उपाध्यक्ष एवं यस कार्यक्रमका विशिष्ट अतिथि दिपा पाखरिनज्यू, त्यसै गरी अतिथि रोजगार संयोजक अरुण खड्काज्यू, आइटी सर, स्वास्थ्य प्रमुख, नेपाली काङ्ग्रेसका जोरगाउँका पार्टी सचिवज्यू, वडा सदस्यज्यूहरू, त्यसै गरी यस गृहिणी महिला प्रशिक्षण कार्यक्रम अन्तर्गत जोरगाउँको विभिन्न भूगोलबाट तालिममा आई तालिम लिनुहुने तपाईँ तमाम आमा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट एवं त्यो महिलाहरूले
डेभलपमेन्ट प्रणाली तर्फबाट स्वीकार्नुहोस्। न्यानो नमस्कार। म तपाईँहरूले बिचमा धेरै कुराहरू गर्न गइरहेको छैन। तपाईँहरूलाई मैले उद्घाटनमा पनि केही कुराहरू भनेको थिएँ। त्यसै गरी तपाईँहरूले आज आफैले एउटा गीत मार्फत पनि भनिसक्नु भएको छ। दुरागाउँमा अब कोदोको बिस्कुट एउटा फ्याक्ट्री सञ्चालन हुनेछ। यो दुरागाउँको बिस्कुटले लिम्बुतामा कोशी गाउँपालिकाभरिका सबै विद्यालयहरूमा दिवा खाजाको व्यवस्था छ। त्यो चाहिँ यही कोदोको बिस्कुटबाट यहाँले पुर्याउनुहोस् भन्ने शुभकामना दिन चाहन्छु। त्यसै गरी मलाई जुन यो कार्यक्रम गर्ने अवसर दिनुभयो, सर्वप्रथम त म लिम्बुतामा कोशी गाउँपालिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। मलाई यहाँसम्म आएर तपाईँले बिचमा एउटा आफ्नो भेटुने जग्गा गराइदिनु भएकोमा लिम्बुतामा कोशी गाउँपालिकाप्रति हार्दिक कृतज्ञता गर्न चाहन्छु। यहाँहरू धेरै कुराहरू उठेका छन्। यहाँ जो राम छेत्री मैले प्रशिक्षक छोडेँ, महिनावती एग्रिकल्चर डेभलपमेन्ट प्रणालीको उहाँ पनि कर्मचारी हो। उहाँलाई पनि हामीले नियुक्ति दिएर हायर गरेर यहाँसम्म ल्याएका छौँ। सधैँभरि तपाईँको संस्थाको मान्छे यहाँ उपस्थित हुन सक्दैन। एउटा दुर्गाउँमा मात्र कार्यक्रम चलाएर यो कम्पनी चल्न सक्दैन। त्यसकारण रामेछाप मात्र ओखलढुङ्गाको पनि केही ठाउँ मेरो कार्यक्रम छ, त्यहाँ म आफै जानुपर्ने हुन्छ। उद्घाटन समापनमा म आइन भन्ने मेरो गल्ती हुन्छ। उद्घाटन समापनमा म आइसकेपछि म जस्तै मान्छे हो राम छेत्री पनि सबै कुराहरू उहाँले गर्नुहुन्छ। तपाईँहरूले देख्नु भएको छ 5 लाख उपाध्यक्ष आइन हुन्छ, अध्यक्ष आइन हुन्छ, वडाध्यक्ष आइन हुन्छ, कमिटी आइन हुन्छ। हजुरहरूले मैले हालेको ब्रेकडाउन पालिका गरेर हेर्न सक्नुहुन्छ। मैले प्रशिक्षक दैनिक भ्रमण भत्ता भन्दा कति हालेको छु र राम छेत्रीलाई सोध्नुहोस् कति हजार दिएर यहाँ ल्याएको छु होइन। उहाँको आफ्नै दुईटा पेसा व्यवसाय छ। उहाँको सेनापति बेकरी आफ्नै फेमस छ, त्यसमा होटल सञ्चालन गर्न भएको छ। नल्याउन कति कष्ट भएको होला त्यो तपाईँहरू आफैले सोध्नुहोस्, आफैले बुझ्नुहोस्। म त्यस्तो गर्ने नियत भए एउटा कुनै तपाईँको सामान्य एउटा दुरोट कारखानामा काम गर्ने मान्छेहरूलाई ल्याएर नेपाली चलाउन सक्थेँ, तर मैले राम्रै दिनुपर्छ भन्ने मलाई लागेको छ। मैले तपाईँलाई तालिमको बिना कुनै कन्डिसन गरेको छैन। तपाईँहरूले कतिले गर्नु थाहा छैन मलाई। तपाईँहरूलाई सेफ्टी होस् भने एप्रोन सहित व्यवस्था गरिदिएको छ, मास्क पन्जा तपाईँ टोपी सहित व्यवस्था गरिदिएको छु। मैले तालिममा कुनै कन्डिसन गरेको छैन। कुरा खाजाको आयो, खाजाको बिल अहिले भर्खर मेरो हातमा परेको छ। उताबाट हाम्रो यहीँ सहभागी बहिनीसँग छ, उहाँसँग बिल मागेर हेर्नु होला। उहाँहरूले कतिपल्ट मासु चुरा खानु भएको छ, कतिपल्ट अन्डा ताजा खानु भएको छ, त्यो बिलमा छ। मैले अहिलेसम्म बिल हेरेको छु, यहाँले हेर्न सक्नुहुन्छ। तर तपाईँको दुरागाउँमा तपाईँको मासु र चिउरा मात्रै खुवाउन भए मैले ब्रेकडाउनमा हालेको छैन। मलाई यहाँ हुन्छ, तपाईँले गएर ब्रेकडाउन हेर्न सक्नुहुन्छ। मैले ब्रेकडाउनमा खाजाको पैसा भन्दा कति हालेको छ भने हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ खाजाको पैसा तपाईँको मासु चुरा भन्दा 120 कति जोडिया छ, अन्डा चुरा भन्दा 80 रुपियाँ जोडिया छ। अब खाजा के खुवाउने हो यहाँ गाउँमा? हामीले गाउँमा सामान्य तय परेको खाजा खुवाउने हो। तालिम चाहिँ हाम्रो तपाईँको बढीमा 15 दिन सिकाउने नै भन्ने हो। तर यो बिचमा तपाईँले सिकिसकेपछि हाम्रो प्रोसेस समस्या आयो। घर परिवार ठुलो तपाईँको तालिम होइन, तपाईँको छोरीको एउटा हातै फ्र्याक्चर भएपछि उहाँ यहाँ आउन सक्नुभएको म डेली उहाँसँग फोन सम्पर्कमा छु। हाम्रो राम छेत्रीसँग कतिजना सहभागी आउनु के तालिम चलाउनु के आफैको छ भनेर म तपाईँको उद्घाटन सकेकै दिन फर्केर भोलिपल्ट तपाईँको मैले यो ट्रे छोडेर ट्रे हालिदिएको छु। मास्क भन्दा एप्रुभ मात्र 3 पल्ट पढाइसकेको छु। अब गर्नुपर्ने चाहिँ के हो? मलाई यो भन्नु संयोजक म चाहिँ यहीँ हुन्छ। कहाँलाई सोध्नुहोस्, यो मेसिन मैले किन्नुपर्ने होइन, तैपनि मैले तपाईँहरूको निमित्त भनेर मेसिन चाहिँ खरिद गरिदिएको छु। मैले तालिम मात्र चलाउने हो। तपाईँहरूलाई मैले तालिममा पर्ने आवश्यक कताबाट किन्ने हो र गाउँमा पाएको खाजा खुवाउने हो। त्यहाँभन्दा ठुलो केही होइन। तपाईँहरू कोही कसैले पनि हेर्न सक्नुहुन्छ। जम्मा अघि नै भनिसक्नु कमिटीले जम्मा 5 लाखको कार्यक्रम हो भ्याट सहित होइन। दुरागाउँमा पाएको खाजाको पैसा कसले भ्याट दिन्छ मलाई थाहा छैन। यो महिलाको कोदो र महिला कसले भ्याट दिन्छ मलाई थाहा छैन। त्यसकारण तपाईँहरूले हिसाब गर्न सक्नुहुन्छ। तपाईँहरूले मसँग मात्र होइन पालिका सदस्यले पनि हिसाब गर्न सक्नुहुन्छ। कति खर्च भएको छ भने तपाईँले आफै हिसाब गर्नुहोस्। यहाँ हराम छेत्री सबै सामान हालेको छ, सरल हिसाब गर्नुहोस्। सरको कति हो दिनको ज्याला मलाई दिनुहोस्, मलाई केही छैन। यहाँ मलाई भ्याट तिर्ने पैसा पुगे हुन्छ भन्ने छ दुरागाउँमा। म आफै पनि उभिरहेको छु। मैले तपाईँको यो क्रेडी मैले भन्दा अर्को कार्यक्रम गर्न खोजेको थिएँ होइन। यो अलिक नयाँ आएको कार्यक्रम हो, अलिक झ्याउ पनि छ। भोलि बेरोजगारी आयो भने कसले तिर्ने भन्ने कुरा पनि छैन होइन। त्यसकारण यहाँहरू प्रष्ट हुनुहोस्। यो तालिममा यो महिनावती एग्रिकल्चर डेभलपमेन्ट प्रणालीको तर्फबाट मैले केही पनि कन्साइ गरिराखेको तपाईँलाई आवश्यक पर्ने सबै कुराहरू परिपूर्ति गरिरहेको छु। गाउँमा जे खाजा पाइन्छ त्यो खाजा पनि खान्छु। अध्यक्षले यही भन्नुभएको उदाहरण दिँदा खाजा सट्टा चाहिँ बिस्कुट खाऊ भनेर होइन। बिस्कुट जानु खाजा खाऊ भने खाने खाजा खाऊ। यहाँ न वडाजीलाई न कसैले नगर्नु, कसैलाई पनि थाहा छैन। यहाँ उहाँहरूको केही मिलेर पनि छैन होइन। वडाजीले तपाईँले मलाई एउटा रिक्वेस्ट गर्नुभएको थियो, केक र
मैले हाम्रो रामचन्द्र सरसँग सोधेँ सर के सम्भावना पावर तपाईँ के गर्न सकिन्छ भन्दाखेरि तपाईँको ओमानै पर्छ 60-70 हजार रुपियाँ त्यो कसले कहाँबाट ल्याउने यो पैसा मैले सिकाइदिनु छ केही छैन मैले त सम्झौता गरेको छैन त्यस कारण मैले यो प्रोजेक्टको विषय मात्र बनाउने भनेर सम्झौता गरेको तालिममा म यहाँ सधैँभरि बसिरहनको लागि भ्याउँदिनँ त्यस कारण मैले हरिराम छेत्रीलाई हायर गरेँ हो म सधैँभरि यहाँ बसिरहने भने मलाई हायर गर्नु पर्दैन थियो म जस्तै हरिराम छेत्री हो उहाँले तपाईँलाई किसिमको सिकाउनु भएको छ सबैजना एउटा उठान छ सबैजनाले एउटा प्रश्न पर्दा कोही पनि फर्स्ट हुँदैन कोही विद्यार्थीहरू स्कुल आउनुहुन्न मलाई थाहा छ तपाईँहरू पनि सधैँभरि तालिममा आउनु भएको छैन कोही सबैहरू धुमीमा नाचेर बस्नु भएको छ कोही सबैहरू खेतमा काम गर्नुहुन्छ अनि कोही सबैजना पर्फेक्ट हुन्छ यहाँ हाजिर कपीहरू यहाँ जो रेगुलर आएको छ उसले सिकिन भन्ने मलाई पैसा उठायो भने फेरि मलाई फेरि 10 दिन राखिदिन्छु ल 10 दिन मलाई यहाँ पैसा कमाउनु छैन यहाँबाट म घर त खाइ केही छैन मैले निको तामकोसँग पहिलोपल्ट कार्यक्रम गरेँ हो यहाँबाट राम्रो काम गरेँ भने मलाई जानु छ ल जो यहाँ रेगुलर आएको छ उसको हाजिरहरू उहाँले मैले सिकाएको छैन भन्नु भने हरिराम छेत्री आजकै मितिबाट 10 दिनसम्म बस्नुहुन्छ यहाँको आफू ल जति पर्छ म त गर्न तयार छु त्यसै गरी यहाँहरूले सबै कुराहरू कलमीसँग बुझ्नुहोस् अध्यक्षतासँग भन्नु होला अध्यक्ष हुनुहुन्छ मैले सकेको तालिम मेरो गाउँमा चलाएको छु यतिको तालिम तपाईँको गाउँपालिका आफैले हायर गरेर चलाउन पनि समस्या हुन्छ भन्ने मलाई लागिरहेको छ त्यस कारण फेरि पनि यस कार्यक्रम चलाउने अवसर दिनुभयो यहाँले बिचमा आएर तपाईँहरूसँग भेट्ने भाषा बनाइदिनु भयो गाउँपालिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आफ्ना भनी धन्यवाद नमस्कार धन्यवाद सरलाई यहाँ गृहिणी महिलाहरूका सम्पूर्ण सिकौँ रोजगार भन्ने यो स्लोगन सहित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत कोदोको बिस्कुट बनाउने यो विकास तालिमको आजको समापन समारोहको सभाध्यक्ष यसैवटा आदरणीय अध्यक्षज्यू यस कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आदरणीय अध्यक्षज्यू त्यसै गरी गाउँपालिका रोजगार शाखाका प्रमुख त्यसै गरी निको तामाकोशी गाउँपालिका स्वास्थ्य सहसंयोजकज्यू त्यसै गरी हाम्रो स्वास्थ्य चौकीबाट आउनुभएका हाम्रो तनुजा सिस्टर र महिलाहरू एग्रिकल्चर डेभलपमेन्ट प्रालिका प्रतिनिधि छ त्यसै गरी तपाईँहरूलाई यो 15 दिनसम्म जुन तपाईँहरूलाई सिकाउनको लागि सहजीकरणको लागि आउनुभएका हाम्रा प्रशिक्षकज्यू यसै वडाका आदरणीय सदस्यज्यूहरू र हाम्रा पालिकाका सूचना प्रविधि हाम्रा सूचना आइटी सर त्यसै गरी त्यहाँ उपस्थित आदरणीय गृहिणी महिला दिदीबहिनीहरू सम्पूर्णलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु हामीले तपाईँले अघि नै धेरै कुरा राखिसक्नु भएको छ हाम्रो प्राविधिक सहयोग गरिराख्नु भएको हाम्रो महिला उन्नति एग्रिकल्चर डेभलपमेन्ट सर र हाम्रो युवराज सरले पनि भनिसक्नु भएको छ यो कार्यक्रम नितान्त हाम्रो बागमती प्रदेश सामाजिक विकास बागमती प्रदेश र स्थानीय त हामी निको तामाकोशी गाउँपालिकाको एउटा साझेदारी प्रोजेक्टको रूपमा गृहिणी महिलाहरूलाई केही गर्न सकिन्छ उहाँलाई आर्थिक पाटोको हिसाबमा केही अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले जुन बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जुन यो कार्यक्रम सञ्चालन गरेर स्थानीय तहले पनि त्यसमा साझेदारी गरेर साँच्चीकै हामी गृहिणी महिलालाई पनि केही सिकाएर उहाँलाई आर्थिक रूपमा केही आत्मनिर्भर गर्न सकिन्छ कि भन्ने उद्देश्यले जुन सरकारले यो कार्यक्रमलाई आयोजना गरेको हुनाले हाम्रो पनि निको तामाकोशी गाउँपालिकाले यो साझेदारी बजेट राखेको हुनाले यो कार्यक्रम परेको छ यसमा नितान्त हामी गृहिणी महिलालाई मात्रै किन राखेको होला भन्ने जस्तो पनि कुरा आएको छ यसमा हाम्रो के छ भने अरू जागिर गर्ने साथीहरू दिदीबहिनीहरूले उहाँहरू जागिरबाट आफ्नो आर्थिकको कुरा त्यसमा हुन्छ भने हाम्रो गृहिणी महिलाहरू चाहिँ घरमै मात्रै बसिराख्नु पर्ने उहाँहरूले आफ्नो 2-4 पैसाको जोडको लागि पनि केही नहुने कहीँ कतै गर्न नसकिने अवस्था भएको हुनाले पनि मन्त्रालयले पनि यो कार्यक्रम राखेको हो त्यसै अनुसार हामीले पनि गृहिणी महिलाहरूलाई आर्थिक पाटोमा 2-4 पैसाको लागि पनि हामीले पनि सिकेर केही गर्न सक्यो भने साँच्चीकै 2-4 पैसाको निम्ति हामी कसैको घर पर्नु पर्दैन भन्ने उद्देश्य नै यो कार्यक्रमको प्रमुख उद्देश्य हो त्यसैले आदरणीय दिदीबहिनीलाई म के अनुरोध गर्न चाहन्छु भने तपाईँले अघि 2वटा कुरा सोध्दा राख्नु भएको छ प्रशिक्षकज्यूहरूले
जुन उहाँको समस्याले त्यो गर्नुभएको होला तपाईँले हामी उहाँलाई एउटा अनुगमनको हिसाबले पनि त्यसमा के छ भनेर हामी सबै कुरा हेरेर उहाँहरूको भुक्तानीको कुरा हुनेछ भन्ने कुरा पनि यहाँ राख्न चाहन्छु। यहाँहरूले जुन 15 दिनसम्म सिक्नु भएको सिप यो एकदमै अहिले रामेछाप जिल्लामा चाहिँ एकदम न्युज बनेको छ। दुरागाउँ निकुतामकोशी गाउँपालिकामा चाहिँ कोदोको बिस्कुट एकदम राम्रो तालिमको सुरुवात भएको छ भन्ने चाहिँ एक खालको चर्चा भएको छ। त्यो चर्चाको अनुसारलाई हामीले निकुतामकोशी गाउँपालिका दुरागाउँमा चाहिँ साँच्चीकै कोदोको एउटा ब्रान्डिङ गरेर बिस्कुट यस्तै अरू पनि के गर्न सक्यो भने साँच्चीकै भोलिको दिनमा हामी महिला दिदीबहिनीहरूले आत्मनिर्भर भएर भएको सिपलाई हामीले प्रयोग गर्न सक्यौँ भने 2-4 पैसा कमाउनको लागि हामी कहीँ कतै जानु पर्दैन। आफ्नो सिप प्रयोग गरेरै तपाईँले गर्न सक्नुहुन्छ। र बाँकी दिनमा चाहिँ तपाईँलाई म के अनुरोध गर्न चाहन्छु भने जुन तपाईँले सिक्नु भएको सिपलाई चाहिँ आगामी दिनमा निरन्तर दिनको लागि म एकदम यहाँसँग अनुरोध गर्न चाहन्छु। तपाईँले सिकिसक्नु भएको सिपलाई चाहिँ निरन्तरका लागि चाहिँ हाम्रो यो प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा के छ भने यसमा तपाईँले समूहमा सिक्नु भएको सिप एउटा समूह दर्ता गरिसकेपछि त्यसमा समूह दर्ता गरेर एउटा भोलिको दिनमा एउटा उद्योगको रूपमा सञ्चालन गरेर त्यसमा गरिसकेको छ भने एउटा पुँजीको रूपमा तपाईँले 1 लाखसम्म बराबरको रकम पनि यसमा हुने भएकोले तपाईँलाई के अनुरोध गर्न चाहन्छु भने आदरणीय गृहिणी महिला दिदीबहिनीलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू एकदम दर्ता गरेर आफ्नो एउटा संस्थालाई संस्थागत गरेर त्यसमा बालिकाको सबै त्यसमा डकुमेन्टहरू मिलाएर हाम्रो बिउ पुँजीको रूपमा तपाईँले पाउने रकम पनि पाउनुहुनेछ। यसलाई आगामी वर्ष एकदम निरन्तर दिनुहुनेछ भन्ने पनि आशा लिएको छु। तपाईँले यो निरन्तर दिने क्रममा गाउँपालिकाको एउटा सबै तपाईँहरू सँगसँगै हुने कुरा पनि यहाँ राख्न चाहन्छु। हामी साँच्चीकै सिप सिक्यौँ भने हामी कसै भोकै रहनु पर्दैन। त्यसैले त्यसमाथि हामी गृहिणी महिला हाम्रो सिपलाई भोलिको दिनमा पनि एउटा दुरागाउँमा कोदोको बिस्कुटको उत्पादन हुन्छ। यसलाई बजारीकरणको लागि हामी तपाईँहरू सँगसँगै हुनेछौँ। यसमा कसरी त्यसमा बजारीकरण गर्ने यसलाई कहाँ लगेर बेच्ने भन्ने कुरामा तपाईँले चिन्ता लिनु पर्दैन। त्यसमा निकुतामकोशी गाउँपालिकाले आगामी दिनमा तपाईँले उत्पादन गर्नुभएको कोदोको बिस्कुट चाहिँ धेरै बजारमा अलि नै प्रशिक्षकहरूले भन्नुभएको छ यसको एकदम धेरै डिमान्ड छ, यसको माग धेरै छ। त्यसैले तपाईँलाई निरन्तर दिनको लागि तपाईँले यो समूह बनेर दर्ता गरेर यसमा एकदम चासोको साथ दिएर तपाईँले एकदम निरन्तर दिनुभयो भने चाहिँ एकदम राम्रो हुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु। आफ्नो सिपलाई प्रयोग गरौँ। साँच्चीकै निकुतामकोशी गाउँपालिका दुरागाउँमा चाहिँ दिदीबहिनीले यसरी बिस्कुट बनाउनु भएको छ। साँच्चीकै यो बिस्कुट चाहिँ हाम्रो नेपालभरि र बाहिर विदेशमा पनि जान सक्ने भएको हुनाले तपाईँले यो कार्यक्रममा चाहिँ आगामी दिनमा चाहिँ यसलाई एकदमै निरन्तर दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। जुन सहभागी हुनुभयो अघि नै गीतबाट पनि धेरै कुरा राखिसक्नु भएको छ। साँच्चीकै सिप सिक्यो भने हामी कहीँ कतै गएर पनि आफ्नो एउटा जीविकोपार्जनको लागि हामी सक्षम हुनेछौँ। त्यसैले हामी अगाडि बढ्नेछौँ भन्ने कुरा राख्न चाहन्छु। र हामी महिलाहरू सक्षम भएको खण्डमा मात्र यो समाजको यो ठाउँको विकास हुनेछ भन्ने कुरा यहाँ राख्न चाहन्छु। आदरणीय गृहिणी दिदीबहिनीलाई म अनुरोध गर्न चाहन्छु कि भोलिको यो कार्यक्रम भोलिको दिनमा यो कार्यक्रममा तपाईँहरू सँगसँगै हुने कुरा र तपाईँहरूको हर क्षेत्रमा यसमा उद्योगको रूपमा सञ्चालन गर्ने कुरामा हामी बजारीकरणको कुरामा तपाईँहरू सँगसँगै तपाईँहरूको परेको दुःखमा हामी तपाईँहरूको समस्यामा हामी गाउँपालिका रहने कुरा हामी सँगसँगै छौँ भन्ने कुरा यहाँ राख्न चाहन्छु। र यति भन्दै यहाँ बोलाइदिनु भयो यहाँ सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख कमला खत्रीज्यू, आजको यस कार्यक्रमका विशिष्ट अतिथि निकुतामकोशी गाउँपालिकाका उपाध्यक्ष श्रद्धेय दिपा पाखरिनज्यू, अध्यक्ष हाम्रो प्रदीप तामाङज्यू, यस वडाका सम्पूर्ण वडा कार्य समितिका सदस्यज्यूहरू, रोजगार शाखा प्रमुख अरुण खड्काज्यू, कमला खड्काज्यू, युवराज सुवेदीज्यू, धनुषा सुनारज्यू लगायत हाम्रो आइटी सर, हाम्रो प्रशिक्षकज्यू र यहाँ उपस्थित हुनुभएका तपाईँहरू सम्पूर्णमा निकुतामकोशी गाउँपालिकाको तर्फबाट यहाँहरू सबैलाई नमस्कार। गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत
बागमती प्रदेश सरकार र लिपु तामाकोशी गाउँपालिकाको साझेदारीमा हामीले प्रशिक्षक नियुक्ति गऱ्यौँ, जसमा हाम्रो मैनावतीको हाम्रो युवराज भाइले यसको सहयोग गर्नुभयो। अब हामीले सिप भनेको के तपाईँहरूले थाहा पाउनु होला। सिप भएपछि हामीले घरमा बनाइराखेको रोटीको परिष्कृत रूप हो यो बिस्कुट। अलिकति सिप सिकेर बनाइसकेपछि यसले फरक रूप लिँदो रहेछ भन्ने कुरो यहाँले थाहा पाउनु भयो होला। सिप पहिला पनि थियो नि, गाउँघरमा सिप थिएन। डालो बुन्ने मान्छेको सिप थियो, हलो बनाउने सिप थियो, घर बनाउने, झ्याल ढोका बनाउने। ती सिप सिकेका मान्छेहरूसँग के हुन्छ त, आम्दानी हुन्थ्यो। हामीले पैसा तिरेर उनीहरूको सिप प्रयोग गर्नु पर्थ्यो। अनि त्यो सिप भएको मान्छेहरू के गर्थे, हामीले भन्दा उनीहरूलाई हामी अलिक बढी सम्मान गरेर मिठो मसिनो खुवाउँथ्यौँ। अनि उनलाई समाजमा फरक तरिकाले हामी सम्मान गर्थ्यौँ सिप भएको मान्छेलाई। त्यो भएको कारणले जोसँग सिप छ उसले भोकै मर्नु पनि पर्दैन र ऊ समाजमा प्रतिष्ठित भएर बाँच्छ र उसले आफ्नो लागि आफै आय आर्जन गर्छ। त्यस कारणले हामीले पनि जे सिकेका छौँ त्यो सिकेको सिपलाई अझ परिष्कृत बनाउनको निमित्त लिपु तामाकोशी गाउँपालिकाले आगामी दिनमा यो अहिले भइरहेको प्रारम्भिक चरणको यो सिप सिकाइलाई परिष्कृत गरेर अझ एडभान्स तालिम दिएर तपाईँहरूलाई दक्ष बनाउने र दक्ष बनाइसकेपछि तपाईँहरूले उत्पादन गरेको जुन सामग्रीहरू छ त्यो सामग्री गाउँपालिकाले खरिद गरिदिने, तपाईँहरूले सबै खरिद गरिदिने र विद्यालय खाजाको रूपमा यसलाई प्रयोग गर्ने भन्ने गाउँपालिकाको लक्ष्य छ। त्यसकारण आज एक हप्ता अथवा 10 दिन सिक्दाखेरि हामीले असाध्यै कम सिक्यौँ, प्रशिक्षकले कम सिकाउनु भयो, हामी दक्ष भएनौँ भन्नु तपाईँहरूको स्वाभाविक हो। तपाईँहरू 7 दिन 10 दिनमा दक्ष हुने विषय होइन यो। यसको बारेमा अझ धेरै तपाईँहरूले जान्नुहुन्छ। यसलाई दीर्घकालसम्म राखिराख्नको लागि कस्तो प्रकारको केमिकलहरू प्रयोग गरिन्छ, कोदो कस्तो प्रकारको हुन्छ, यसको पिठो कस्तो बनाउनुपर्छ र यसलाई मेसिनबाट निकालिसकेपछि प्याकेजिङ कसरी गर्नुपर्छ र यसलाई बजारमा कसरी लानुपर्छ भन्ने सम्बन्धमा थप सिप सिक्नै बाँकी छ र त्यो सिपको लागि गाउँपालिका सधैँ तपाईँहरूको साथमा छ र आगामी वर्ष यसलाई एडभान्स कोर्सको रूपमा हामी तपाईँहरूलाई फेरि तालिम दिन्छौँ र यो बिस्कुटलाई लिपु तामाकोशी गाउँपालिकाको एउटा प्रमुख उत्पादनको रूपमा अगाडि बढाउने हाम्रो गाउँपालिकाको लक्ष्य छ। त्यसकारण तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। सिप सिक्नुभयो र अरू आगामी दिनमा अरू दिदीबहिनीहरूलाई, अरू आमाहरूलाई पनि सिप यहाँलाई प्रतिबद्ध जाहेर गर्न चाहन्छु। बागमती प्रदेश सरकारले यो वर्षको बजेटमा पनि यो कार्यक्रम ल्याउँछ र यो कार्यक्रम ल्याउँदाखेरि अब मानिसहरूलाई सिपमा अधकल्चो नबनाएर पूर्ण रूपमा तालिम दिने हाम्रो गाउँपालिकाको लक्ष्य छ र आगामी दिनमा हामी पुरा गाउँमा फेरि तालिम सञ्चालन गर्दछौँ भन्ने यहाँलाई म जानकारी गराउँछु र प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। र यो खेतीको सिजनमा तपाईँहरूले दत्तचित्त लगाएर जे सिक्नुभयो त्यो सिपले तपाईँहरूको आय स्रोतमा अलिकति केही अभिवृद्धि हुनेछ भन्ने कुरा मैले विश्वास लिएको छु। र यति जागरका साथ त्यो दुरा गाउँ त सधैँभरि बोलाए नै हुन्छ जस्तो लाग्न लागिसक्यो। आउने बित्तिकै खाजा माला कति जागर गरेर यो माला उनीहरू लगाइदिनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो कता जानुभयो गाउने नाच्ने बहिनीहरू, उहाँहरूलाई झनै धेरै धेरै धन्यवाद। हामीलाई त 30 वर्ष पछाडि फर्काइदिनु भयो। हामी 18-20को हुँदाखेरि जुन हामीलाई जुन उत्साह थियो त्यो उत्साह उहाँहरूमा पनि अझै कायमै रहेछ। त्यो उत्साह कायमै रहिराखोस् र उहाँहरूको उज्जवल भविष्यको पनि कामना गर्दछु। म एकदम हाँसी खुसी जीवन बिताउने जुन एउटा भावना छ त्यो चाहिँ सधैँ रहिरहोस्। मान्छे खुसी हुनको लागि आफै खुसी हुनुपर्छ। कुनै पनि घटनाक्रमले मान्छेलाई खुसी गराउँदैन। त्यसकारण सबै बहिनीहरूलाई हृदयदेखि धन्यवाद दिँदै तपाईँहरू सहभागी हुनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रो प्रशिक्षक
भाइलाई पनि धेरै धन्यवाद। उहाँको ठुलो व्यापार छ, त्यो व्यापारलाई छोडेर तपाईँहरूलाई पनि व्यापारी बनाउनुपर्छ भनेर उहाँ यहाँ आउनुभयो र यो व्यापारलाई बजारसम्म पुर्याउनको लागि पनि हामीले राम्रो काम गऱ्यौँ भने उहाँ पनि हाम्रो सहयोगी हुनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। हामीलाई सहजीकरण गर्ने भाइ हुनुहुन्छ, उहाँले पनि एकदमै मेहनत साथ यो काम गर्नुभएको छ। यहाँहरू सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सधैँभरि गाउँपालिका तपाईँहरूको साथ र सहयोगमा साथमा रहनेछ भन्ने प्रतिबद्धतासहित बिदा हुन चाहन्छु। हस्त धन्यवाद। सरकार सामान्य विकास मन्त्रालयको साझेदारीमा स्वीकृत कार्यक्रम अनुसार गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित कोदोको बिस्कुट बनाउने सिप सम्बन्धी सिप विकास तालिममा सफलतापूर्वक सहभागी हुनुभएकोमा तपाईँ लिम्बू तामाकोसी गाउँपालिका वार्ड नम्बर 1 निवासी श्री भगवती सुनवारज्यूलाई सधन्यवाद यो प्रमाणपत्र प्रदान गरेको छ। हरिराम छेत्री प्रशिक्षक, युवराज सुवेदी प्रबन्धक निर्देशक, माइनोरिटी एग्रिकल्चर डेभलपमेन्ट प्रणाली, राम सिंह दराल प्रमुख प्रशासकीय अधिकृत लिम्बू तामाकोसी गाउँपालिकाको, प्रदीप तामाङ वार्ड अध्यक्ष लिम्बू तामाकोसी गाउँपालिकाको वार्ड नम्बर 1 गाउँ, दिपा पाठक वार्ड उपाध्यक्ष लिम्बू तामाकोसी गाउँपालिका, यसै गरी श्री केशव महत अध्यक्ष लिम्बू तामाकोसी गाउँपालिका। भगवती सुनवार यो प्रमाणपत्र लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रमाणपत्र लिइदिनु हुन श्री सावित्री भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। सावित्री भण्डारी सावित्री भण्डारी तालिम सिप विकास तालिमका समापन कार्यक्रमका सञ्चालक तथा लिम्बू तामाकोसी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला खत्रीज्यू, आज यस समापन कार्यक्रमको प्रमुख अतिथि श्रद्धेय गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा कमिटीका सदस्यज्यूहरू अनि गाउँपालिका रोजगार शाखा प्रमुखज्यू, स्वास्थ्य शाखा सहसंयोजकज्यू अनि हाम्रो स्वास्थ्य कर्मी धनुषा सुनवारज्यू अनि यो मैनावती एग्रिकल्चर डेभलपमेन्ट प्रणालीका सञ्चालक युवराज सुवेदीज्यू अनि प्रशिक्षक हरिराम खत्रीज्यू अनि हाम्रो लिम्बू तामाकोसी गाउँपालिकाका सूचना प्रविधि अधिकृतज्यू अनि यस प्रशिक्षण कार्यक्रम सञ्चालन लगायतका सम्पूर्ण कुराहरूमा सहजीकरण गर्ने हाम्रो महिला सञ्जाल संयोजकज्यू, गाउँपालिका महिला सञ्जाल संयोजकज्यू र उपस्थित सम्पूर्ण प्रशिक्षणमा उपस्थित हुने सम्पूर्ण गृहिणी महिला दिदीबहिनीहरूमा हार्दिक नमस्कार अभिवादन गर्न चाहन्छु। हामीले अहिलेसम्म चाहिँ के छ भन्दाखेरि चाहिँ हामी आफ्नो घर अगाडि र आफ्नो वरपर भएको अवसरहरू हामीले देखिरहेका छैनौँ र हामीले त्यो हेर्न सिकिरहेका छैनौँ। तर हामी चाहिँ बिस्तारै बिस्तारै एउटा सुरुवाती भएको छ र यो कोदोको बिस्कुट बनाउने ट्रेनिङहरू कसरी सञ्चालन भयो अनि त्योभन्दा अगाडि हामीले चाहिँ धेरै पटक छलफल गऱ्यौँ र यही डाँडामा बसेर यही हाम्रो चाहिँ यही प्रतीक्षालयमा बसेर चाहिँ हामी छलफल गऱ्यौँ। कहिले हामीले चाहिँ गुन्द्रुक बनाउने ट्रेनिङ लिने कि अनि कहिले चाहिँ हामीले सागको के अरे सिस्नोको पाउडर बनाउने ट्रेनिङ लिने कि भन्ने किसिमको अनि आलु चिप्स बनाउने ट्रेनिङ लिने कि अथवा चाहिँ बाँसबाट बन्ने चाहिँ यो मुढाहरू बनाउने ट्रेनिङ लिने कि भनेर धेरै चरण छलफल भयो। छलफल भइसके पछाडि अनि हामीले चाहिँ सरसल्लाह गर्दै जाँदाखेरि चाहिँ दुरागाउँबाट बाहिर निर्यात के जान्छ त भन्ने कुरामा चाहिँ कोदो र आलु चाहिँ बाहिर निर्यात जाने कुरा चाहिँ हामीले फाइनल गऱ्यौँ। फाइनल गरेपछि अब कोदोलाई चाहिँ हामीले यहीँनिर प्रशोधन गरेर बाहिर पठाउन सक्यौँ भनेदेखि चाहिँ त्यसले भोलिको दिनमा चाहिँ हामीले चाहिँ अहिले कोदोको भाउ जति हामीले पाठीमा जतिमा पैसामा हामी बेच्छौँ त्योभन्दा हामी धेरै मूल्यमा चाहिँ हामी बेच्न सक्छौँ भनेर चाहिँ हामीले त्यो एउटा सुरुवात गरेका छौँ र यो कार्यक्रमको विषयमा धेरै कुराहरू आइसक्यो। हाम्रो मैनावती एग्रिकल्चर डेभलपमेन्ट प्रणालीको सञ्चालकज्यूले पनि धेरै कुराहरू आइसक्यो भनिसक्यो र बिचमा आएको कतिपय समस्याहरूको विषयमा पनि कुराहरू उठिसकेको छ। कृपया एकछिन चाहिँ हल्ला नगर्दा राम्रो हुन्छ होला है।
हामीले चाहिँ क्षेत्रीय प्रसारण लाइनमा चाहिँ प्रसार गर्दाखेरि चाहिँ केन्द्रीय प्रसारण लाइन चाहिँ बन्द हुन्छ, डिस्टर्ब हुन्छ होइन। त्यस कारणले क्षेत्रीय प्रसारण लाइन बिस्तारै अलिपछि हामी गर्दाखेरि राम्रो हुन्छ। त्यस कारण यहाँ धेरै कुराहरू अलिकति धेरै महत्त्वपूर्ण कुराहरू पनि छ। अब भर्खरै अलिकति थोरै कुराहरू सिकेका छौँ। तर कोदोको पुलाउ, कोदोको रोटी र कोदोको ढिँडोलाई हामीले यसरी प्याकिङ गरेर बाहिर बेच्न सक्दैनौँ। तर यसलाई अलिकति प्रशोधित गरेर अलिक स्तरीय बनाएर अलिकति चिनी यो के अरे घिउ पनि हालेर अलिक गुलियो पनि बनाएपछि चाहिँ यसलाई प्याकिङ गरेर हामी बाहिर पनि पठाउन सक्ने अवस्थामा चाहिँ पुगेको अवस्था छ। त्यस कारण चाहिँ यसलाई अब हामीले लगभग 25 जनाको हाराहारीमा ट्रेनिङ दिने भनेर चाहिँ एउटा छनौट प्रक्रियामा चाहिँ 25 जना सहभागी हुनुभएको थियो र पछिल्लो समय ट्रेनिङको सिलसिलामा 18-19 जना सहभागी हुनुभयो। त्यसमध्ये पनि छान्दै तपाईँहरू कतिजना चाहिँ यो तालिम गरिसकेपछि साँच्चै नै म कोदोको बिस्कुट चाहिँ अब मसँग सामग्री हुँदाखेरि चाहिँ उत्पादन गर्न सक्छु भन्ने हुनुभएको होला। किनभने त्यसमा सबै 18 जना हुँदैन। विद्यालयमा पनि स्कुलमा पढ्ने विद्यार्थीहरू 50-60 जना हुँदा पनि पास हुने भनेको 40-50 जना हुन पाइयो, सबै पास पनि हुन पाइयो। त्यसकारण चाहिँ यो चाहिँ चासोको विषय पनि रह्यो। यसै सिलसिलामा विभिन्न कुराहरू यो बिचमा प्रशिक्षणको कुराहरू, प्रशिक्षण गर्ने समयको कुराहरू पनि धेरै कुराहरू आएको छ। हामीले वडा कार्यालयले, गाउँपालिकाले भन्नुपर्दाखेरि भनेको चाहिँ अब यो गृहिणी महिला सशक्तिकरण उद्यमशीलता, गृहिणी महिला उद्यमशीलता अन्तर्गत चाहिँ हामीले बागमती प्रदेश र गाउँपालिकाको सहकार्यमा चाहिँ आएको बजेट भएको हुनाले यसको सम्पूर्ण सहकार्य गर्ने कार्यक्रम गर्ने भनेको फोकल पर्सन हाम्रो महिला विकास शाखाको प्रमुख हुनुहुन्छ र अनुगमन समितिको संयोजक उपाध्यक्षज्यू हुनुहुन्छ। हामी सहजीकरण गर्दै गर्ने क्रममा पनि हामीले चाहिँ के हो भने यो बिस्कुट बनाउने तालिम यति नै दिन हुनैपर्छ भन्ने पनि भन्दा पनि कति दिनमा बिस्कुट बनाउन एकदमै सक्षम हुन्छ त भन्ने कुराहरू हाम्रो कम्तीले 15 दिनदेखि 25औं दिनसम्म भयो भने अघि नै हाम्रो युवराजजीले भनिसक्नु भएको छ। तपाईँहरू साँच्चै नै बिस्कुट बनाउन सक्षम हुनुभएको छैन भनेदेखि अझै पनि सिकाउन तयार छु भनेर भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब यो खाजा सानोतिनो कुराहरू भन्ने कुरा चाहिँ अब यसलाई ठुलो इस्युको रूपमा नबनाऊ। किनभने खाजा भन्ने जस्तो बिहान खाना खाएर आएर बिस्कुट बनाउन राम्रोसँग सिक्यो भनेदेखि मैले सुरुमा त्यही भनेको थिएँ, खाजाको इस्यु भनेको त्यति ठुलो कुरा होइन, सिर्फ भोक मेटाउने हो। यहाँ बिस्कुट बनाउँदै म्याटेरियल गर्दाखेरि त यहाँ चिया र यही बिस्कुट खाँदा पनि समस्याको विषय रहेन। तर तपाईँहरूको सहकार्य सरसल्लाह हुनुपर्छ भनेर पनि मैले कुरा गरेको अवस्थाहरू थियो। त्यस कारण अब म के भन्न चाहन्छु भने आगामी दिनमा तपाईँहरू जति पनि यहाँ सहभागी हुनुभयो, प्रशिक्षणमा आउनुभयो, अब प्रशिक्षण आजदेखि सकियो। आफ्नो घरमा कोदो रोप्ने, मकै गोड्ने, धानको बिउ राख्ने लगायतको काममा चाहिँ व्यस्त हुँदै गरेपछि फेरि यो कोदोको बिस्कुट बनाउने चाहिँ अब फेरि 9 दिनमा 9 लो, 20 दिनमा 20 यो, 30 दिनमा तर्स्यो भन्ने चाहिँ हाम्रो पहिलाको भनाइ छ। यस्तो कुराहरू चाहिँ हुन दिनु भएन। कमसेकम तपाईँहरू कतिजना चाहिँ व्यवसाय गर्न म तयार छु भन्नुहुन्छ र अनि अब यत्रो 18 जना छ, 18 जनाले कसरी व्यवसाय गर्ने, नेपालको परिवेशमा चाहिँ पार्टनरसिप भन्ने चिज त खत्तमै हुन्छ भन्ने एउटा कन्सेप्ट छ। तर त्यसलाई हामीले कसरी सहजीकरण गर्ने भन्ने कुरामा चाहिँ बारम्बार भन्ने गरेको छु कि सहभागिता र साझेदारीता भएन भने कुनै पनि काम सफल हुन सक्दैन। त्यसकारण तपाईँहरूले चाहिँ अब यहाँ महिला सञ्जाल छ, यो दुरागाउँको महिला सञ्जालले यसलाई चाहिँ एउटा चाहिँ समन्वय गरेर महिला सञ्जालको दर्ता पनि छ, महिला सञ्जालको खाता पनि छ र महिला सञ्जालको उद्देश्यमा मैले एउटा कुरा के पनि थपिदिएको छ भने यसरी उद्यमशीलता, उद्योग धन्दाहरू गर्दा फेरि गृहिणी महिलाहरूलाई सशक्तिकरण गर्न पनि सकिनेछ भनेर चाहिँ उद्देश्यमा मैले एउटा थपिदिएको छु। उद्देश्य पनि त्यही अन्तर्गत हामीले कसरी गर्न सकिन्छ कि नत्र किन नयाँ खाता खोल्ने, किन अरू गर्ने भन्ने कुरामा चाहिँ यो म विशेष गरेर महिला सञ्जाललाई म अनुरोध गर्न चाहन्छु। र अब जुन एउटा के अरे बिउ पुँजीको कुरा छ, प्रविधि सहयोग गर्ने कुरा छ, अब यो चाहिँ तपाईँहरूले चासो भएन भने, अब तपाईँहरूलाई चाहिँ एउटा वास्तव भएन भने त त्यतिकै सामग्री दिएर बिउ पुँजी दिएर पनि हुने कुरा रहेन होइन। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ एउटा चासोको विषय रहनु पऱ्यो। अब यसको बजार कहाँ हुने त भन्ने कुराहरूमा पनि तपाईँहरूले चाहिँ बजारको लागि चाहिँ त्यस्तो धेरै चिन्ता लिनु परेन। तर क्वालिटी हुनु पऱ्यो, गुणस्तरीय बिस्कुट र एकदमै माल मेटेरियल मिलेको हुनु पऱ्यो।
अस्ति मैले बेला आएर हेर्दाखेरि चाहिँ अब हाम्रो प्रशिक्षक सर यतै हुनुहुन्छ के कुरामा चाहिँ भन्दाखेरि यहाँ 1 किलो मैदामा 600 ग्राम चिनी अनि 600 ग्रामै घिउ पनि मिसाएर चाहिँ बनाएको कुराहरू पनि मैले देखेँ र यो अलिक धेरै भएन भन्ने पनि मैले कुरा गरेँ यो चाहिँ बच्चाको लागि चाहिँ यस्तो गर्नुपर्छ भन्नुभयो होइन तर यो अलिक धेरै हो कि जस्तो लाग्यो होइन अनि त्यो बिस्कुट मैले 1 पिस खाएर हेरेको त्यो बिस्कुट खाँदाखेरि चाहिँ झन्डै फेरि ग्यास्ट्रिक बल्झ्यो भनेपछि त्यो अलिक ओभरै हो कि अनि मैले फेरि अहिले त गुगलको जमाना एआईको जमाना एआईलाई सोधेको कति % चिनी मिसाउनुपर्छ भनेको बढीमा 25% चिनी मिसाउनुपर्छ त्यहाँ भन्दा बढी मिसाउनु हुँदैन भन्दो रहेछ अहिले चाहिँ है त्यस कारणले गर्दाखेरि चाहिँ अहिले भनेको चाहिँ फेरि यो सिक्नुको लागि चाहिँ प्रशिक्षणै बनाउनुपर्छ भनेको छैन अलिअलि अहिले सिकेपछि गुगललाई सोध्यो भने भनिदिन्छ संसारभरि बनाएको चिजहरू ठ्याक्का भनिदिन्छ यहाँ अघि नाच्ने हाम्रो दिदीबहिनीहरू कति राम्रो नाच्ने हुनुहुन्छ उहाँहरू पक्कै पनि अलिअलि आइटीमा पनि अब यो अहिलेको मोबाइल एप्समा पनि केही न केही अलिक अगाडि नै हुनुहुन्छ यहाँ भएको दिदीबहिनीहरू मध्येमा कति मोबाइल चलाउनु सिपालु पनि हुनुहुन्छ भनेपछि यसरी पनि हामी सिक्दै जान सक्नेछौँ र आउने दिनमा चाहिँ एउटा समूह बनाएर हामी अगाडि बढ्नेछौँ हामी दुरागाउँमा सकेसम्म उत्पादनमा हामी जोड दिने प्रयत्न गरिरहेका छौँ र यसपालि अब हामीले चाहिँ यो प्रविधि हस्तान्तरण अनुदानको क्रममा चाहिँ हामीले दुरागाउँमा चाहिँ तोरी पेल्ने मेलको चाहिँ प्रस्ताव गएको छ र तोरी पेल्ने मेल सायद अब यो केही दिनमा नै आउँदैछ होइन अध्यक्ष केही दिनमा नै आउँदैछ र तोरी पेल्ने मेल हामीले यहाँ हाम्रो तुलसीबहादुर भण्डारी होइन प्रकाश भण्डारी भनेर चिन्नुहुन्छ उहाँ आइसक्नु भएको छ उहाँले राख्ने कुरा भएको छ उहाँकोमा आउँछ अब आउने दिनमा के भन्दाखेरि चाहिँ तोरी पेलेर पनि हामीले तोरीको तेल बेचेर पनि हामी उद्यमशील बन्न सक्छौँ एकजना घरले अब वर्षमा कति तोरी बेच्न सक्ने त कति तोरीको तेल उत्पादन गर्न सक्ने हामी तोरीको तेल पनि हामी ब्रान्डिङ बनाएर बाहिर हामी बेच्न सक्छौँ त्यो सँगसँगै हामीले कोदोलाई चाहिँ हामीले चाहिँ यसरी बिस्कुट बनाएर अगाडि बढाउने हामीले विचार यसरी चाहिँ हामीले अगाडि बढाइरहेका छौँ र हामी आउने दिनमा आलु चिप्स आलुबाट बन्ने आइटम पनि बनाउन हामी सिकाउनेछौँ र त्यसको लागि चाहिँ हामीले लिखुचार हाइड्रो पावरको एउटा सिप विकास कार्यक्रमको बजेट छ 2,14,000 रुपियाँ अनि महिलाहरू मार्फतबाट चाहिँ महिलालाई फेरि फोकस चाहिँ महिला सशक्तिकरणकै हो त्यो शीर्षक अब त्यसबाट चाहिँ हामीले चाहिँ यो आलु चिप्स बनाउन ट्रेनिङ दिने भनेको छौँ र त्यो कति पर्दो रहेछ हेर्छौँ र त्यसले 2,14,000 पैसाले नपुग्ने रहेछ भने त्यसलाई गाउँपालिकाबाट वडाबाट थपेर कति पर्ने रहेछ त्यो आलु चिप्स बनाउने ट्रेनिङ पनि अब हामी आउने असोज कार्तिकमा सञ्चालन गर्नेछौँ र आलुबाट बन्ने आइटम र कोदोबाट बन्ने आइटम हामी अगाडि बढाउनेछौँ किनभने हामीसँग यो सामग्री अलिक सस्तै पर्छ अनि यहाँनिर बिस्कुटको यो 1-2 कुरा चाहिँ अझै थप्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि चाहिँ हामीले यो बिस्कुट कति रुपियाँ पर्छ भन्ने कुरा चाहिँ हामीले त्यो मूल्य निकाल्ने चाहिँ हामीसँग अहिले के भने त्यो मूल्य निकाल्ने एकदमै एक्युरेट मूल्य निकाल्ने अलिक समय भएको छैन किनभनेदेखि अहिले जुन प्रशिक्षणको क्रममा निर्धारण गरेको मूल्य चाहिँ अस्ति मूल्य निर्धारण गरिसक्नु भएको थियो अनि मैले चाहिँ त्यो प्रशिक्षणको क्रममा चाहिँ यो मूल्यलाई चाहिँ मैले क्यान्सल गरिदिएँ किनभने अहिले नै कोदोको बिस्कुटको मूल्य 150-120 बढ्नु थाल्यो भने त कसले किनेर खान्छ त भन्दाखेरि अब हामीसँग के त हाम्रो कोदोको पिठो भनेको दुरागाउँमा हामीले कोदोको पिठो पिनेर किन्नु पऱ्यो भने 70देखि 80 रुपियाँमा हाम्रो कोदोको पिठो आउँछ 80 रुपियाँमा त कोदोको पिठो हामीले यहाँ पाउँछ भनेपछि उहाँहरूले मूल्य निर्धारण गर्दाखेरि कोदोको पिठोको मूल्य केही नभने 170-80 रुपियाँ राखेको अवस्था छ अब मैदाको पिठो भन्ने कुरा यहाँबाट ल्याउनु पर्ने भनेको मैदाको पिठो अरू पाउडरहरू अनि सबैले जोड्दै जाँदाखेरि अनि यहाँनिर तपाईँको लगभग 60% भन्दा बढी चिनी मिसाएको अवस्था 60% भन्दा बढी घिउ मिसाएको अवस्थामा त बिस्कुटको मूल्य त धेरै हाई हुने पनि त भनेपछि त्यो एउटा लेभलमा कुन लेभलको बिस्कुटलाई कति लेभलमा बनाउनु भनेर अहिलेको जमाना भनेको चिलो पदार्थ र गुलियो पदार्थलाई अलिक कमै गर्ने हो त्यो कम गर्दाखेरि चाहिँ मूल्य चाहिँ एकदमै त्यो मैदाको पिठोबाट पाउने बिस्कुट भन्दा महँगो पर्ने अवस्थालाई र सबैले धेरै पटक क्यालकुलेसन गरे अनि अहिले दिदीबहिनीहरूको चाहिँ 18 जनाको ज्याला हिसाब गरेर भने यो त कोदोको बिस्कुट त 1000 रुपियाँ पर्छ नि त किनभनेदेखि तपाईँहरूलाई के हो भने अब हामीले कसरी क्यालकुलेसन गर्छ भनेदेखि चाहिँ 2 जना महिला दिदीबहिनीहरूले एक दिनमा बिहान 8 बजेदेखि 5 बजेसम्म बिस्कुट उत्पादन गर्दाखेरि कति बिस्कुट उत्पादन हुन्छ त्यो बिस्कुट उत्पादन भएपछि त्यो बिस्कुटको आधारमा चाहिँ हाम्रो मूल्य निर्धारण हुन्छ त्यो अनुसार हामी अगाडि बढ्नुपर्छ र तपाईँहरूको समूह आजको दिनमा विभाजन नहोस् र यो समूह चाहिँ सशक्त भएर अगाडि बढ्नुपर्छ र म एकदमै यही छु निरन्तर रूपमा तपाईँहरूलाई साथ सहयोग गर्ने छु र समूह बनाउनदेखि लिएर अब हाम्रो बजेट पनि धेरै समय छैन अब बढीमा बढी
असारको 10 गतेसम्ममा यो बजेट पनि बाँकी बजेट कार्यान्वयन भइसक्नुपर्छ। बिउ पुँजी लगाएको चाहिँ अझै सामग्रीहरू अपुग सामग्रीहरू अघि प्रशिक्षक सरले भनिसक्नु भएको छ। अझै यहाँ थप्ने भनेको मिक्सरको कुराहरू छ। अब यो ओभन त हामीले अहिले यति भएर चलिहाल्छ होइन, यस्तो कुराहरू छ र यो प्रशिक्षणको क्रममा यो मैनावती एग्रिकल्चर डेभलपमेन्ट प्रणालीबाट चाहिँ उहाँले प्रशिक्षण गर्ने क्रममा ल्याएको सामग्री चाहिँ यहाँ चाहिँ गृहिणी महिला समुदाय उहाँहरूलाई चाहिँ यो ओभन एक थान अनि यो किस्ती 8वटा अनि बेलना एउटा, बाटा ठुलो 3वटा अनि बाटा के अरे टेबल एउटा र स्टार डाइस भनेर चाहिँ एउटा भनेर चाहिँ यो स्टार डाइस भनेर चाहिँ त्यो बिस्कुट बनाउने फ्रेम होला होइन, त्यो फ्रेम चाहिँ यति सामान चाहिँ यहाँ छोड्नु भएको छ उहाँले। यो ट्रेनिङ प्रशिक्षणकै क्रममा चाहिँ यही भित्र चाहिँ उहाँले छोड्नु भएको छ र यसलाई यो चाहिँ हाम्रो महिला गृहिणी महिला सशक्तिकरण भएको नाताले र अनि हाम्रो दुरागाउँमा महिला सञ्जाल दर्ता भइसकेको अवस्थामा चाहिँ यो सबै सामग्री लगायतको यो जिम्मेवारी दिने र भोलिको दिनमा हेरविचार गर्ने यो जिम्मा चाहिँ हाम्रो चाहिँ महिला सञ्जाललाई नै हामीले यो जिम्मा निर्णय गरेको छौँ र यो सामग्री पनि उहाँहरूकै मातामा हुन्छ। भोलिको दिनमा तपाईँहरूले चाहिँ हामी एउटा 18 जना मान्छे एउटै उद्योगमा अट्दैनौँ भने तपाईँले 2टा उद्योग पनि खोल्न सक्नुभयो। तर यसको चाहिँ गुणस्तरीय सामान उत्पादन भएपछि बजारको खाँचो पर्छ कि भन्नेमा चाहिँ चिन्ता नगर्दा हुन्छ, किनभने हामीसँग बजारको सम्पर्क धेरै छ र यहाँनिर हरेक विद्यालयमा पनि हामीले हप्ताको 3 दिन हामी कोदोको बिस्कुट खुवाउने बच्चाहरूलाई पनि राम्रो हुन्छ भनेर त्यो पनि प्रचार गर्न सक्छौँ। दुरागाउँमा भयो, त्यसपछि लिम्बू तामाकोशी गाउँपालिकाको 7वटा वडाभित्र रहेको विद्यालयहरूमा भयो, त्यस पछाडि त्यहाँभित्र भएको सबै गाउँघरको चाहिँ सबैजनाले चाहिँ प्रेसर सुगर भएको व्यक्तिहरूलाई पनि कोदोको बिस्कुट चाहिँ खानुहुन्छ है भनेर प्रचार गऱ्यो भने पहिलो लटमा उत्पादन गरेको बिस्कुट हामीले लिम्बू तामाकोशी गाउँपालिकाभित्र पनि पुर्याउन गाह्रो हुन्छ। त्यस पछाडि भोलि हामी बिस्तारै काठमाडौँ जान्छ होला अथवा छिमेकी गाउँपालिकामा जान्छ, हुँदा भोलि हाम्रो मार्केट चाहिँ कुनै एउटा मार्केटिङ कम्पनीले लिइदियो भने हामीले त्यो सामग्री पुर्याउन सक्दैनौँ। हामी आफैले बेच्नु भन्दाखेरि चाहिँ एउटा कुनै पनि मार्केटिङ कम्पनीसँग चाहिँ हामीले सम्झौता गरेर त्यो मार्केटिङ कम्पनीलाई जिम्मा दिँदाखेरि हामीले चाहिँ त्यो काम गर्न सक्छौँ। र आउने दिनमा तपाईँहरू चाहिँ कतिजना चाहिँ सक्षम हुनुहुन्छ, तपाईँहरूलाई अझै कुनै कुराहरू सिक्नु बाँकी छ, कुनै कुराहरू सोध्नु बाँकी छ भनेदेखि प्रशिक्षक सरको नम्बर तपाईँहरूसँग होला। त्यो प्रशिक्षक सरले चाहिँ जतिखेर जे आवश्यकता परे पनि म भनिदिन्छु भन्नुभएको छ होइन। त्यसकारण अगाडि बढौँ र अझै पनि विशिष्ट किसिमको ट्रेनिङहरू अनि भ्रमणहरू आवश्यक पर्ने सम्भावना हुनसक्छ भोलिको दिनमा। र तपाईँहरूमध्ये छनौट भएको अब अहिले त फेरि 18 जना 25 जना हामीले त्यो खालको ट्रेनिङमा अगाडि बढ्न त्यो ठाउँमा पठाउने कुरा अलिकति असम्भव हुन्छ र यही समूहबाट चाहिँ 4 जना या 5 जना होइन त्यस्तो अवस्था भयो भने चाहिँ हामीले चाहिँ यो बिस्कुट फ्याक्ट्रीमा उनी अलिकति विशिष्ट भएको ठाउँमा 15 दिन 20 दिन 1 महिना कति दिन बसेर अनि तपाईहरु चाहिँ विशिष्टीकरणको ट्रेनिङ लिएर आउन सम्भावना त्यो पनि हामीले चाहिँ तपाईहरुको माग भयो भने आउने आर्थिक वर्षमा हामी गाउँपालिका वडाबाट चाहिँ हामी व्यवस्था गर्नेछौँ। त्यसकारणले गर्दा यसरी चाहिँ यो एउटा अवसर पाएको छ र तपाईहरु जति सहभागी हुनुभयो यो कार्यक्रम अब नेपालमा भनेको कार्यक्रम भनेको के भने गर्दै गर्दा जाँदै गर्दा छनौट गर्नुपर्ने प्रक्रिया पुर्याउँदाखेरि यसरी नै ढिलो त भइरहेको छ। यो त हामीलाई पनि चित्त बुझेको छैन, किनभने कार्यक्रमहरू गर्दै ल्याउँदाखेरि हामी त बक्सिङपुरमा कार्यक्रम गर्न पाए कति धेरै मजा आउँथ्यो। तर छनौट प्रक्रियादेखि लिएर त्यो झन्झटिलो कागजी प्रक्रिया पुर्याउँदा बल्ल बल्ल हामीले जेठ महिनामा चाहिँ यो काम गर्न सक्यौँ र आउने दिनमा चाहिँ हामी सबैजना मिलेर सकेको कुराहरू हामी सबैको प्रयास एकदमै जारी छ भन्दै र आज जति पनि यो कार्यक्रममा आउनुभयो अनि हाम्रो पालिका अध्यक्ष उपाध्यक्षज्यू लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि यो प्रशिक्षक सरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब यसरी जति सहभागी हुनुभयो र तपाईँहरूले आफ्नो समयलाई आफ्नो चाहिँ अब खेतीपातीलाई थातीमा राखेर अब भोलिको दिनमा केही हुन्छ कि 2-4 पैसा हुन्छ कि भन्ने आशाले यसरी सहभागी हुनुभएको छ। यो समयलाई खेर जान नदिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु र यो अहिलेसम्म सिकेको कुरालाई चाहिँ भोलिको दिनमा तपाईँहरू चाहिँ एउटा समूह बनाएर र म सबैजनाले बिस्कुट बनाउनुपर्छ दिनभरि यहीँ बस्नुपर्छ भन्ने होइन। तपाईँहरू मध्ये 4 जना 5 जना कति हुन्छ विशिष्टीकरण रूपमा चाहिँ तालिम सिकेको तपाईँहरू मध्येबाट बनाएर चाहिँ
बाँकी सबैले चाहिँ अलिक थोर बहुत सेयर लगानी गरेर भोलि यहाँबाट भएको प्रफिट भोलि तपाईँको घरमा भएको कोदोको पिठो त तपाईँको अंशमा पर्छ नि त। यसरी नै काम गर्दै जानु होला र आउने दिनमा चाहिँ के गर्नुपर्ने सबै कुराहरूमा हामीले सकेको साथसाथै तपाईँकोलाई चाहिँ हामी दिनेछौँ भन्दै अनि विशेष गरी फेरि सबैजनालाई धन्यवाद दिँदै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। कागज हस्तान्तरण गर्ने समूहको कार्यक्रमबाट केही रकम तपाईँहरूकोमा आउँछ। आइसकेपछि यसलाई तपाईँहरूले निरन्तरता दिने र थप तपाईँलाई चाहिँ के अरे तालिम ट्रेनिङको आवश्यकता पऱ्यो भने आगामी वर्ष हामी गर्छौँ। र हाम्रो लक्ष्य के छ भने सुरुको दिनमा दुरागाउँकै स्कुलहरूलाई दिवा खाजाको रूपमा विद्यालयमा लगेर यो हामी हप्तामा प्रदीपजीले भने जस्तो 3 दिन विद्यार्थीहरूलाई खुवाउने। त्यसपछि हामीले टिकुतामा कोशी गाउँपालिका भएका विद्यालय 39वटा विद्यालय छन्, त्यो विद्यालयसम्म पुर्याउनु पर्छ भनेर पुर्याउने लक्ष्य छ हाम्रो। त्यो लक्ष्य पुरा गर्नको लागि चाहिँ तपाईँहरूले जाँगर गरेर काम गरिदिनु पर्यो र तपाईँहरूलाई चाहिने आवश्यकता के हुन् त्यो भन्नु पर्यो र यहाँ प्रशिक्षकसँग तपाईँहरूले सोध्नु पर्यो। सुरु सानो पुँजीबाट सानो ठाउँबाट गर्ने हो अनि मात्रै ठुलो हुन्छ। मान्छे जस्तै हो व्यवसाय पनि, पहिला सानो जन्मिन्छ अनि धन कमाउँदै उत्पादन गर्दै बेच्दै गएपछि ठुलो हुने हो। त्यस कारण यति गरेर के हुन्छ र नभन्नुहोस्, प्रशस्ति हुन्छ। तपाईँहरूको यो जुन समूह छ यो समूह चाहिँ टुटफुट नहुनुहोस्। बरु एकैचोटि 18 जना आउन सकिँदैन भनेदेखि 6 जना गरेर 18 जना 3 चोटि हुन्छ। त्यसरी भनेर नि गर्नुहोस् र हामीले दुरा गाउँलाई आर्थिक रूपमा तपाईँलाई अलिकति आत्मनिर्भर बनाउने प्रयत्न गरेका छौँ र यो कार्यको लागि तपाईँलाई है त। बिस्कुट चपाउने होला नि यसमा चाहिँ नौनी हालेको छ हामीले यो काजुमा होइन। यसमा चाहिँ खरवा होइन, यसमा चाहिँ नौनी घिउ हालेर बनाएको छ हामीले। यो पम्किन हो, यो पहिला दिन बनाएको हाम्रो स्टार हो। स्टार बिस्कुटको नाम हजुर यो काजु बिस्कुट चाहिँ हामी लोकल घिउ नै लिएर चाहिँ बनाएको। कमला दिदी लिनु त। नमस्कार, टिकुतामा कोशी गाउँपालिका वार्ड नम्बर 1 चाहिँ म महिला सञ्जालको अध्यक्ष। मेरो नाम एलिसा सुनवार हो। हाम्रो महिला सञ्जालको नाम जनहित एकता महिला सञ्जाल छ। हामी यही महिला सञ्जाल गृहिणी महिला सञ्जालबाट चाहिँ हाम्रो प्रदेशबाट चाहिँ हामीलाई 5 लाख बचत छुटाउनु भएको थियो। प्रदेशबाट हालेको यो कोदोको बिस्कुट बनाउने हाम्रो गृहिणी महिलालाई त्यो बचत छुटाएकोमा हामीले कोदोको बिस्कुट 15 दिने ट्रेनिङ गरेको छौँ। हामी जम्मा 19 जना महिलाले चाहिँ हामी ट्रेनिङ लिएको छौँ र हामीले चाहिँ यो बिस्कुट ट्रेनिङ गरेको चाहिँ आज हाम्रो 15 दिनको दिन हामीले सम्पन्न गऱ्यौँ र हामीलाई यहाँ हाम्रो सुनापोते गाउँपालिकाका हाम्रो नारायण सरले चाहिँ हामीलाई प्रशिक्षक सरले चाहिँ हामीलाई सिकाउनु भयो। हाम्रो उहाँ सुनापोते गाउँपालिकाको संस्थाको चाहिँ युवराज कार्कीज्यू हुनुहुन्छ। उहाँले चाहिँ अनि हामीलाई यहाँ प्रशिक्षक पठाउनु भएर हामीलाई यसरी सिकाउनु भयो र हामीले जम्मा 5वटा आइटम सिकेको छौँ। हामीले जस्तै कोदोको बिस्कुट, कुकिज अनि स्टार्ट अनि पम्किन अनि मायालु बिस्कुटको नाम हामीले बनाएको छौँ। हामीले कोदोको बिस्कुट अर्ग्यानिक भनेर चाहिँ हामीले बनाएको छौँ र हामीले अब बनाएर चाहिँ यो संस्था चाहिँ हामी चाहिँ निरन्तर नै जाओस् भनेर चाहिँ हामीले सदुपयोग गर्नको एकदम अघि बढेको छौँ। हामी महिलाहरू मिलेर गरेको छौँ भन्दै मेरो 2 शब्द यही राखेँ। धन्यवाद। हुन्छ, धन्यवाद।